आजको वचन हामी हेर्नेछौँ। आज परमेश्वरले हामीलाई दिनुभएको वचन छ उत्पत्तिको पुस्तक 1 अध्यायको 1 देखि 2 पदसम्मको वचन। आदिमा परमेश्वरले आकाश मण्डल र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी आकार बिनाको र शून्य थियो, अथाह समुद्रमाथि अन्धकार थियो र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दै रहनुहुन्थ्यो। आमेन। वचन पढाइ सुनाइबाट परमेश्वरले हामीलाई आशिष दिनुभएको होस्। हामीले गएको 5 हप्तासम्म मत्तीको पुस्तक 13 अध्यायमा लेखिएको परमेश्वरको राज्यको बारेमा दृष्टान्त 5 हप्तासम्म हामीले अध्ययन गरेका थियौँ। अनि आजदेखि चाहिँ हामी 5-6 हप्तासम्म उत्पत्तिको पुस्तकको वचनहरू हामी अध्ययन गर्न चाहन्छौँ। यो उत्पत्ति पुस्तक चाहिँ पुरानो नियम 39 वटा पुस्तक र नयाँ नियम 27 वटा पुस्तक मिलेर 66 वटा पुस्तक चाहिँ पवित्र बाइबल बनेको छ। ती 66 वटा पुस्तकहरू मध्ये सबैभन्दा पहिलो किताब चाहिँ उत्पत्तिको पुस्तक हो। परमेश्वरले समय र इतिहासलाई सुरुवात गर्नुभएको र सबै प्रकृतिहरूलाई सृष्टि गर्नुभएको कुरा लेखिएको यो किताब हो। अनि मानिसको पतन र मानिसहरूको मुक्तिको निम्ति परमेश्वरको योजना र विश्वासको पिता पुर्खाहरूको कथाको बारेमा यो किताबमा लेखिएको छ। उत्पत्तिको पुस्तक भनेको चाहिँ हाम्रो विश्वासीहरूको विश्वासको एउटा झक हो। झक भनेको के हो? घर बनाउँदाखेरि जमिन खनेर सुरुमा बनाउने चाहिँ के हो? झक हो। घर बनाउँदा झक खन्ने काम गर्छ। घरको झक जति बलियो हुन्छ त्यति नै त्यो घर चाहिँ माथि अग्लो उठाउन सक्छ र ठुलो बनाउन पनि सकिन्छ। मलाई अहिले पनि याद छ 2015 सालको अप्रिलको 25 तारिक नेपालमा महाभूकम्प गएको थियो। त्यतिखेर म नेपालमै थिएँ। त्यो भूकम्पको बिचमै म थिएँ। म सङ्गति गरिरहेको बेलामा त्यो भूकम्प गएको थियो। अनि म त मरेको थिएन, त्यही भएर अहिलेसम्म यहाँ तपाईँहरूको बिचमा छु। त त्यतिखेर धेरै मानिसहरू मरे र काठमाडौँको ठाउँमा एकदम राम्रो घर, चित्तको नयाँ घरको पनि मैले देखेँ। कारण चाहिँ के हो? त्यसको झक बलियो थिएन। माथि त जस्ताको त्यस्तै छ, राम्रो छ, तर त्यो झक चाहिँ बलियो नहुँदाखेरि त्यो पुरै दलेको। त्यो के गर्नुपर्छ? फेरि झक बनाएर उठाउँदा हुन्छ? मिल्दैन। त्यो पुरै भत्काउनु पर्छ, अरू कुनै काम त्यो लाग्दैन। झक बन्नेको यति महत्त्वपूर्ण छ कि हामीले घर बनाउँदा त्यो खर्चको आधी चाहिँ झकमा जान्छ। त्यति झक चाहिँ बलियो र महत्त्वपूर्ण कुरा हो। यस्तै हाम्रो विश्वासीहरूको झक पनि, विश्वासको झक पनि त्यति नै महत्त्वपूर्ण छ। किनभने हामीले उत्पत्तिको पुस्तकको वचन हामी पत्याउन सक्दैनौँ, बाइबलको सबै वचन पत्याउन सक्दैनौँ। उत्पत्तिको पुस्तकको वचन हामीले विश्वास गरेपछि सबै परमेश्वरको वचन हामीले विश्वास गर्न सक्छौँ। त्यसो भए आज उत्पत्तिको पुस्तक 1 अध्यायको 1 र 2 पद सबैभन्दा सुरुवातको वचनबाट हामी के सिक्न सक्छौँ भन्ने कुरा हामी 3टा पोइन्टबाट हामी यसबाट शिक्षा पाउन चाहन्छौँ। पहिलो कुरा, परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। तपाईँ मलाई पछाएर भन्न सक्नुहुन्छ, परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। हामी सबैजना मिलेर फेरि 1 पद पढ्नेछौँ। 1 2 3। आदिमा परमेश्वरले आकाश मण्डल र पृथ्वी सृष्टि गर्नुभयो। बाइबलको सुरुवात वास्तवमा पुरानो नियममा पहिला चाहिँ उत्पत्तिको पुस्तक पनि यस्तो खालको नाम थिएन। हामीले चिनेको उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, व्यवस्था यस्तो किताबको नाम भनेको चाहिँ BC 3 शताब्दीमा इजिप्टको अलेक्सान्द्रिया भन्ने ठाउँमा 72 जना बाइबलको विद्वानहरू भेला भएर हिब्रू भाषामा त लेखेको बाइबललाई ग्रीक भाषामा उल्टा गरेको थियो। त्यसलाई सेप्टुअजिन्ट भन्छ। सेप्टुअजिन्ट भनेको के भने 70 भनेको हो। भाषामा 72 जना बाइबलको विद्वानहरूले हिब्रू भाषामा लेखेको बाइबललाई
ग्रिक भाषा त्यतिखेर विश्वमा चलेको भाषा चाहिँ ग्रिक भाषा थियो। अहिले त अङ्ग्रेजीको जमाना हो, तर त्यतिखेर ग्रिक भाषाको प्रभाव ठुलो भएको बेलामा हिब्रू भाषामा त लेखेको बाइबललाई ग्रिक भाषामा उल्टा गरेको, त्यसलाई सेप्टुअजिन्ट भन्छ। त्यतिखेर राखेको चाहिँ अहिलेको उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, व्यवस्था यस्तो खालको नाम हो। त्योभन्दा अगाडि BC 3 शताब्दीभन्दा अगाडि पुरानो नियमको बाइबलमा नामै थिएन। सबैभन्दा सुरुमा लेखिएको शब्द चाहिँ त्यो किताबको नाम हो भनेपछि उत्पत्तिको पुस्तकको नाम चाहिँ के हो? आदिमा। आदिमा चाहिँ त्यो पहिला सुरुमा चाहिँ त्यो किताबको नाम थियो। अनि यो हिब्रू भाषामा बेरेसित भन्छ। बेरेसित बारा एलोहिम एट हाशमाइम बेत हा आरेच भनेर त्यो उत्पत्तिको पुस्तक 1 अध्यायको 1 पद लेखिएको छ। बेरेसित बारा एलोहिम एट हाशमाइम बेत हा आरेच। बाइबलको पहिलो सेन्टेन्स घोषणा गरेर सुरु हुन्छ। बाइबलको पहिलो कुरा चाहिँ परमेश्वरले सारा संसारलाई सृष्टि गर्नुभयो भन्ने कुरालाई प्रमाण गर्दैन, प्रमाण गर्न खोज्दैन। बाइबल चाहिँ प्रमाण गर्नको लागि किताब होइन, बाइबल चाहिँ घोषणा गर्नको लागि। परमेश्वरको वचन घोषणा गर्ने किताब चाहिँ बाइबल हो र हामीले विश्वास गर्नको लागि किताब यो बाइबल हो। कुनै पनि यो सत्य कुरालाई प्रमाण गर्न खोज्दैन, जस्ट घोषणा गर्छ र विश्वास गर्छ। यो चाहिँ बाइबल हो। हामीलाई सास फेर्नको लागि के चाहिन्छ? हावा चाहिन्छ, अक्सिजन चाहिन्छ। तर हामी यहाँ यो कोठामा अहिले हावा छ, अक्सिजन छ भन्ने कुरा हामी प्रमाण गर्न खोज्दैनौँ। बरु अक्सिजनद्वारा कसरी बिरामीलाई बचाउन सक्छौँ, कसरी बिरामीलाई निको पार्न सक्छौँ, उपचार गर्न सक्छौँ भन्ने कुरा हामी विचार गर्छौँ। यहाँ अक्सिजन छ कि छैन, त्यो कस्तो हुन्छ भन्ने कुरा हामी डिस्कस गर्दैनौँ। आजको वचनद्वारा हामीले विश्वास गर्नुपर्ने कुरा चाहिँ के हो भने परमेश्वर सारा प्रकृतिको सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरा हो। वास्तवमा यो सृष्टिभन्दा अगाडि समय भन्ने कुरा पनि थिएन। यहाँ आदिमा भनेर लेखेको छ, यो चाहिँ सृष्टिको सुरुवातको समय हो। तर योभन्दा अगाडि चाहिँ वास्तवमा समय टाइम भन्ने कुरा पनि थिएन। समय पनि परमेश्वरले बनाउनु भएको कुरा हो। परमेश्वर टाइम, स्पेस, मेटेरियल अथवा हिस्टोरी भन्दा पनि अगाडि हुनुहुन्छ। त्यसको सुरुवात भन्दा पनि उहाँ अघि हुनुहुन्थ्यो। कहिलेकाहीँ बच्चाहरूले यस्तो प्रश्न सोध्छन्, बाबा त्यसो भए परमेश्वरलाई चाहिँ कसले बनाउनु भएको, कसले बनायो भनेर? परमेश्वर कसैले बनाएर भएको व्यक्ति हुनु होइन। उहाँ अनन्तदेखि अनन्तसम्म आफै रहनुहुन्छ। अनन्तदेखि अनन्तसम्म उहाँ आफै रहनुहुन्छ। प्रस्थानको पुस्तक 3 अध्यायको 13 पद र 14 पदमा यस्तो लेखेको छ, मोसाले परमेश्वरको आज्ञा अनुसार इस्राएली मानिसहरूलाई मिस्र देशबाट, इजिप्टबाट लिएर जुन परमेश्वरले प्रतिज्ञा गर्नुभएको देश कानानमा जाऊ भन्ने त्यो आज्ञा पाएको बेलामा म को हुँ र म को भएर इस्राएली मानिसहरूले के भन्ने कुरामा यहाँ परमेश्वरले दिनुभएको वचन छ। यहाँनिर यस्तो लेखेको छ, मोसाले परमेश्वरलाई भने, हेर्नुहोस्, जब म इस्राएलीहरू कहाँ गएर तिनीहरूलाई भन्नेछु, तिनीहरूका पिता पुर्खाका परमेश्वरले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो, तब तिनीहरूले उहाँको नाम के हो त भनेर सोधे भने मैले तिनीहरूलाई के भन्ने? तब परमेश्वरले मोसालाई भन्नुभयो, म हुँ जो म हुँ। फेरि उहाँले भन्नुभयो, इस्राएलीहरूलाई तैँले यसो भन्नु, म हुँ भनेले तिमीहरू कहाँ मलाई पठाउनु भएको हो। यहाँ परमेश्वरले आफ्नो परिचय दिनुभयो, म हुँ जो म हुँ। यो कस्तो कुरा हो? जो हुँ म हुँ, जो म हुँ भनेर उहाँले भन्नुभयो। इङ्ग्लिसमा आई एम, हु आई एम अथवा आई एम द्याट आई एम भनेको। उहाँ अनन्तदेखि अनन्तसम्म आफै रहनुहुने व्यक्ति हुनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्छ। उहाँको सुरुवात पनि छैन, अन्त्य पनि हुँदैन।
उहाँ अनन्तदेखि अनन्तसम्म आफै रहनुहुने व्यक्ति हुनुहुन्छ। उहाँ हाम्रो सोच विचारभन्दा माथिको हुनुहुन्छ, उच्च हुनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्छ। यस्तो परमेश्वर अहिले हामीसँग हुनुहुन्छ भन्ने कुरा चाहिँ अचम्मको कुरा हो। हामीले आफै आफ्नो जीवन चलाउनुभन्दा हाम्रो सृष्टिकर्ता परमेश्वरले हाम्रो जीवन चलाउनुहुन्छ भने त्यो जीवन कति असल हुन्छ। मैले मलाई चिनेको भन्दा परमेश्वरले मलाई राम्रोसँग चिन्नुहुन्छ र जान्नुहुन्छ, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ। हामीलाई बनाउनु भएको, हामीलाई सृष्टि गर्नु भएको उहाँ सृष्टिकर्ता हुनुहुन्छ। यसै कारण मैले चलाउने जीवन भन्दा मलाई सृष्टि गर्नुभएको परमेश्वरले मलाई मेरो जीवन चलाउनु भयो भने त्यो जीवन चाहिँ सर्वश्रेष्ठ हुन्छ। आमेन। तपाईले आफै तपाईको जीवन चलाउन नखोज्नुहोस्। तपाईभन्दा उच्च, तपाईभन्दा राम्रोसँग तपाईको बारेमा चिन्नु भएको परमेश्वरलाई तपाईको जीवन सुम्पिदिनुहोस्। उहाँले चलाउनु भएको जीवन सबैभन्दा आशिषमय हुन्छ। आजको वचनबाट सिक्न सक्ने दोस्रो कुरा, अव्यवस्थामा पनि परमेश्वरको योजना अघि बढ्दछ। तपाईहरु मलाई पछाडि भन्नुहोस्, अव्यवस्थामा पनि परमेश्वरको योजना अघि बढ्दछ। दुई पदको वचन हामी सँगै पढ्ने छौं। 1 2 3 पृथ्वी आकाशको शून्य थियो, अथाह समुद्रमाथि अन्धकार थियो, र परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो। यहाँ सृष्टिभन्दा अघिको अवस्थाको बारेमा के लेखिएको छ? पृथ्वी आकार बिनाको र शून्य थियो, अथाह समुद्र बनेको चाहिँ एकदम गहिरो पानी माथि अन्धकार थियो। भनेको अर्थ चाहिँ पुरै अव्यवस्थित अवस्था। यसमा ज्योति पनि थिएन, अहिलेको जस्तो मिलेको सुन्दर पृथ्वी यो अर्थ थिएन, र कुनै पनि जीवजन्तु पनि थिएन। तपाईहरु मध्ये एकदम अँध्यारो अन्धकारमा जंगल अथवा नदीको किनारमा एक्लै परेको त्यस्तो खालको अनुभव गर्नु कोही हुनुहुन्छ? कस्तो छ होला? डर लाग्छ नि, केही नदेखिने एकदमै अन्धकारले ढाकेको, छोपेको त्यस्तो खालको अवस्था यो सुरुवातको अवस्था थियो। आदिमा भने यतिखेरको अवस्था। अस्ति हाम्रो आन्सान नेपाली संगतिको आज यो ठाउँमा हुनुहुन्न एकजना भाइले यहाँ कोरियामा काम गर्दै नेपालमा छुट्टी जानुभएको रहेछ। उहाँको गाउँ चाहिँ, उहाँको घर चाहिँ पूर्वको पाँचथर जिल्लामा त्यतिखेर ठिक्क चुनावको बेलामा परेको रहेछ। अनि चुनावको बेलामा गाडी पनि चल्न नदिने, बन्द। नेपालमा चुनाव हुँदाखेरि चाहिँ बन्द हुन्छ पुरै। न त्यतिखेर त घरमा जानुपर्छ भनेर सायद उहाँले त्यो वीरता मोडबाट सायद त्यो माथि कसै जानुभयो होला 5 तहसम्म। कुनै पनि गाडी पनि नचल्ने, मान्छे पनि नभएको, राति पर्यो अनि सुनसान भयो। अनि त्यो भाइले चाहिँ बुध आत्मालाई देखेको रहेछ। अनि एकदम अन्धकार, पारको पार, अनि बुध आत्मा देखिने, अनि लत्ती उता बोकेर एकदम डर लागेर त्यस्तै हिँडेको रे। त्यस्तो खालको एकदमै अन्धकारमय, केही नदेखिने, अनि गहिरो एकदम अन्धकार, यस्तो भएको ठाउँ। सृष्टिभन्दा अघि नथिङ, केही पनि थिएन। परमेश्वरले नथिङबाट समथिङ बनाउने व्यक्ति हुनुहुन्छ। जिरोबाट केही समथिङ बनाउनुहुन्छ। मानिसहरूले समथिङबाट केही सम डिफरेन्ट थिङ बनाउँछ, हो कि होइन? मानिसले तपाईले जुन कम्पनीमा अहिले काम गर्दै हुनुहुन्छ, प्रोडक्सनमा काम गर्दै हुनुहुन्छ, के सृष्टिको काम गर्नुहुन्छ तपाईहरुले? होइन। केही न केही चीजबाट त्यसलाई दाना राखेर अनि अथवा प्रेस गरेर केही न केही केमिकल राखेर अनि नयाँ कुराहरू बनाउने हो।
त्यो नथिङबाट समथिङ बनाउने कुरा होइन, समथिङबाट केही सम डिफरेन्ट थिङ बनाउँछ। तर परमेश्वरले केही नभएको नथिङबाट समथिङ बनाउनुहुन्छ। यो चाहिँ सृष्टि हो, क्रिएसन हो। केही भएको चिजलाई मिक्स गरेर मिलाएर केही अर्को कुरा बनाउनेलाई हामी सृष्टि भनेर भन्दैनौँ। कोरियामा एकदम हिट भएको आइटमहरू केही छन्। विश्वभरि चलेको सिनरामेन, चोकोपाई तपाईँले चिन्नुहुन्छ। अनि हिजो आज धेरै चाइनिजहरूले कोरियामा आएपछि सुपरमार्केटमा जति सबै लिएर जाने चाहिँ हनी बटर आमोन्ड भन्ने एउटा खानेकुरा छ। हनी बटर आमोन्ड थाहा छ? त्यो आमोन्डमा गुलियो अनि राम्रो मसला लगाएर त्यसपछि त्यो बनाएको हनी बटर आमोन्ड। वास्तवमा कोरियामा आमोन्ड नै फल्दैन, त्यो सबै बाहिरबाट ल्याएको। त्यसमा गुलियो चिजहरू, केही हनी अनि बटरहरू, केही मसला लगाएर त्यसपछि प्याकिङ गरेपछि त्यो अरूलाई बेच्ने हो। कोरियाको जुसमा एकदम फेमस आलोए जुस छ, तपाईँ चिन्नुहुन्छ? नेपालमा पनि त्यो पाइन्छ, कोरियाको आलोए जुस। त्यो चाहिँ कोकाकोलाभन्दा पनि धेरै पैसा कमाउँदो रहेछ। वास्तवमा कोरियामा आलोए नै फल्दैन, त्यो मेक्सिकोबाट खेती गरेर कोरियन कम्पनीले त्यो सामान ल्याएर यहाँ जुस बनाएर आलोए जुस भनेर नेपाली भाषामा क्यु कुमारी भन्छ नि, त्यो विश्वभरि अहिले एक्सपोर्ट गरिरहेको छ, धेरै पैसा कमाउँछ। यस्तो कुरा चाहिँ मानिसहरूले आइडिया लगाएर केही न केही भएको चिजबाट मिक्स गरेर त्यसलाई केही अझै राम्रो बनाएर बेचेको। तर केही न केही मानिसहरूले पनि सृष्टि जस्तो काम गर्दो रहेछ, सृष्टि जस्तो जस्तो उस्तो खालको काम पनि गर्दो रहेछ। किनभने परमेश्वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ र हामी उहाँको छोराछोरी भएको कारणले गर्दा परमेश्वरले हामीलाई पनि एउटा क्रिएटिभ पावर दिनुभएको छ, सृष्टिको शक्ति हामीलाई दिनुभएको छ। आज कोरिया देशले सबैभन्दा राम्रो गर्ने काम चाहिँ के हो? मोबाइल, कम्प्युटर बनाउने काम होइन, गाडी बनाउने काम होइन। त्योभन्दा अझै विश्वको एक नम्बर चाहिँ के हो? म्युजिक, आर्ट, फिल्म, ड्रामा, डान्स। यो चाहिँ एकदम अहिले विश्वको एकदम एक नम्बरमा चलिरहेको छ। त्यो के हो? पहिला त्यस्तो खालको कथा थिएन, त्यस्तो खालको ड्रामा थिएन, सबै मानिसहरूले कल्पना गरेर बनाएको हो नि। यो कल्पनाको शक्ति पनि बडो अचम्मको छ। परमेश्वरले संसारलाई सृष्टि गर्नुभन्दा अगाडि के गर्नुभयो? डिजाइन गर्नुभएको होला नि। डिजाइन गर्नुभन्दा अगाडि के गर्नुभयो? कल्पना गर्नुभयो। हो, यस्तो डिजाइन गर्दा हुँदो रहेछ, पृथ्वी यस्तो खालको अनि मानिस बनेको यस्तो खालको आकारमा बनाउनु हुँदो रहेछ भन्ने कुरा उहाँले पहिला इमेजिन, कल्पना गर्नुभयो, डिजाइन गर्नुभयो। त्यसपछि उहाँले वचन बोल्नुभयो र त्यो बन्यो। यसै कारणले गर्दा आज कल्चर आर्टको मिडियाको क्षेत्रमा पनि कोरिया मानिसहरूले विश्वको धेरै चल्ने खालको काम गर्न सकेको छ। किनभने परमेश्वरले उहाँको छोराछोरीहरूलाई एउटा क्रिएटिभ पावर दिनुभएको छ, हामीलाई पनि त्यो दिनुभएको छ। हामीले कल्पना गर्न सक्छौँ, अहिलेसम्म संसारमा नभएको कुराहरू के गर्न सक्छौँ भनेर हामी परमेश्वरको शक्ति, परमेश्वर दिनुभएको ज्ञान बुद्धि अनुसारको हामीले काम गर्न सक्छौँ। दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूको अवस्था अहिले एकदम गाह्रो छ भन्ने कोही हुनुहुन्छ, अथवा मेरो जीवनको अहिले अवस्था जेरो जस्तो छ भन्ने कुरा कोही ठान्नुभएको कोही हुनुहुन्छ, त्यसमा पनि परमेश्वरले तपाईँको निम्ति काम गर्न सक्नुहुन्छ। जेरोबाट जति पनि सृष्टिको काम गर्न सक्ने हाम्रा परमेश्वर हुनुहुन्छ। यहाँ कोही भाइहरू कामको खोजमा अहिले हुनुहुन्छ, धेरै चिन्ता नगर्नुहोस्, प्रार्थना गर्नुहोस्, परमेश्वरमा विश्वास राख्नुहोस्। उहाँले तपाईँको जीवन, तपाईँको काम पनि अगुवाई गर्नुहुन्छ। किनकि परमेश्वरले तपाईँ हाम्रो निम्ति के चाहिन्छ भन्ने कुरा अग्रिम जान्नु भएको छ। सबै कुरा गर्न सक्ने, कुनै असम्भव नभएको शक्तिशाली परमेश्वर, महान परमेश्वर हाम्रो साथमा हुनुहुन्छ र पनि केही नभएको जस्तो हामीले निराश भएको चाहिँ यो असल कुरा होइन।
यो एक किसिमको मूर्खता पनि हो। हामीसँग महान परमेश्वर हुनुहुन्छ, उहाँले हाम्रो लागि जे पनि गर्न सक्नुहुन्छ, तर म केही पनि गर्न सक्दिनँ भन्न ठान्ने चाहिँ यो एउटा मूर्खता हो। अहिले हामीसँग केही नभए तापनि हाम्रो लागि सबै कुरा दिन सक्ने हाम्रो महान परमेश्वर हाम्रो साथमा हुनुहुन्छ अनि उहाँमाथि विश्वास राखेपछि उहाँले सबै कुरा नयाँ तुल्याउनुहुन्छ। आमेन। तेस्रो कुरा, पवित्र आत्मा परिभ्रमण गर्नुहुन्छ। मलाई पछाडि भन्नुहोस्, पवित्र आत्मा परिभ्रमण गर्नुहुन्छ। पवित्र आत्मा परिभ्रमण गर्नुहुन्छ। फेरि एकचोटि हामी 2 पद पढ्नेछौँ। पृथ्वी आकार बिना र शून्य थियो, अर्थात् समुद्रमाथि थियो र परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गर्नुहुन्थ्यो। यहाँ परिभ्रमण गर्नु भनेको अर्थ चाहिँ के होला? परिभ्रमण गर्नु भनेको अर्थ चाहिँ के होला? यो हिब्रू भाषाको ओरिजिनल अर्थ चाहिँ यो परिभ्रमण गर्नु भन्ने अर्थ चाहिँ चराले आफ्नो अन्डालाई ओथारो बसेर तयार गर्नु भनेको हो। चराले आफ्नो अन्डालाई ओथारो बसेर तयार गर्नु भनेको हो। पवित्र आत्मा अव्यवस्थित अवस्थामा आउनुभयो र सृष्टिको कामको लागि उहाँले के गर्नुभयो? तयार गर्नुभयो। यस्तै पवित्र आत्मा परमेश्वरले अचम्मको काम, महान काम, सृष्टिको काम गर्नुभन्दा अगाडि पवित्र आत्माले तयार गर्नुहुन्छ। त्यो काम पुरा गर्नको निम्ति उहाँले अग्रिम तयार गर्नुहुन्छ। जस्तै आमा चराले आफ्नो अन्डालाई ओथारो बसेर चल्लाको जन्मको निम्ति तयार गरेको जस्तै परमेश्वरले हाम्रो जीवनमा पनि उहाँको महान काम गर्नुभन्दा अगाडि पहिले पवित्र आत्मा हाम्रो जीवनमा तयार गर्ने काम गर्नुहुन्छ। रोमीको पुस्तक 8 अध्यायको 26 पदमा यस्तो लेखेको छ, यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौँ, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ। मध्यस्थता गर्नुहुन्छ भनेको अर्थ के हो? अन्तर्विन्ती गर्नुहुन्छ। जसरी अघि चिप्तानीले आउनु भएर हाम्रो भाइ बहिनीहरूको लागि, संगतिको लागि, नेपाल देशको लागि प्रार्थना गर्नुभयो। अनि हामी कसरी प्रार्थना गर्ने हो भन्ने कुरा जान्दैनौँ, तर पवित्र आत्माले हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ, अन्तर्विन्ती गर्नुहुन्छ। हाम्रो जीवनमा पनि आकार बिना र शून्य भएको जस्तै नमिलेको हुन सक्छ। प्रार्थना पनि कसरी गर्ने हो नजानेको हुन सक्छ। ठिक छ, हामीले गर्नुपर्ने एउटै मात्र छ कि पवित्र आत्मामा भर पर्नु, उहाँमा विश्वास राख्नु, अनि उहाँले हामीलाई, हाम्रो जीवनलाई असल तरिकाले अगुवाई गर्नुहुन्छ। तपाईहरु मध्ये कोही हुनुहुन्छ कि प्रभु येशूमाथि विश्वास गरौँ कि नगरौँ भन्ने दोधरमा परेको कोही हुनुहुन्छ कि? चिन्ता नगर्नुहोस्, अनन्तको लागि आशिष छ। अहिले एकछिनको अप्ठ्यारोको लागि तपाईले किन चिन्ता गर्ने? धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, येशू नै सत्य हुनुहुन्छ, परमेश्वरको वचन नै सत्य छ भनेर जानिकन पनि बप्तिस्मा नलिने, विश्वास नगर्ने, यस्तो खालको भाइ बहिनीहरूलाई मैले कति देखेको छु। किनभने नेपालमा फर्केपछि समाजले के भन्छ, परिवारले के भन्छ, छिमेकीले के भन्छ, यस्तो खालको चिन्ता र डरको कारणले गर्दा आज विश्वास गर्न नसकेको नेपाली दाजुभाइ दिदीबहिनीहरू धेरै हुनुहुन्छ। तर त्यो पनि पवित्र आत्माले सबै मिलाउनुहुन्छ। अनि परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुहुँदाखेरि जसरी पवित्र आत्मा परमेश्वरले अग्रिम तयार गर्नुभयो, त्यसरी नै उहाँले हाम्रो विश्वासीहरूको जीवन पनि तयार गर्नुहुनेछ, अगुवाई गर्नुहुनेछ। एकजना छोरी मान्छेले गर्भवती भएर बच्चा जन्माउनको लागि कति समय लाग्छ थाहा छ? 40 हप्ता लाग्छ, 9 महिना 10 दिन।
40 हप्ता लाग्छ। 40 हप्ताभन्दा 2 हप्ता अझै ढिलो भयो भने के गर्छ, अस्पतालबाट त्यो खतरा हुन्छ भनेर सुई लगाइदिएर छिटो बच्चा जन्माउनको लागि त्यो सहायता गरिदिन्छ। गर्भवती भएको आमा र बच्चाको यो कुराकानी हो। 48 हप्ता भएपछि आमाले आफ्नो कोखमा भएको, पेटमा भएको बच्चालाई यस्तो भनेको छ अरे, ए नानी तिमी त्यो भित्र साँघुरो अँध्यारो ठाउँमा कति उकुस मस्कुस भएको छ, छिटो आएर बाहिर खुल्ला संसार तिमीले हेर्न चाहन्छौ होला, म पनि तिम्रो अनुहार देख्न चाहन्छु भनेर भनेको छ अरे। अनि पेटमा भएको त्यो नानीले चाहिँ यस्तो भनेको छ अरे, मम्मी म त बाहिर निस्किन्न, मलाई त यही नै आनन्द छ, यही नै मजा छ, यही नै एकदम सजिलो छ, बाहिर के छ मलाई थाहा छैन, तर बाहिर म निस्किन्न, यही नै म बस्छु भनेर त्यो बच्चाले भनेको रे। मम्मीले फेरि हुँदैन, बाहिर कति राम्रो छ, यहाँ पहाड जङ्गल अनि फुल पनि तिमीले देख्न सक्छौ, अनि आमा बुवा पनि भेट्नु पर्छ नि भनेर भनेको। तर पनि त्यो बच्चाले जिद्दी गर्यो, नाइ मम्मी म त यही नै रमाइलो, यही नै मजा लाग्यो, म बाहिर निस्किन्न। कसरी तपाईँको विचारमा? आज धेरै मानिसहरू प्रभु येशूमाथि विश्वास गरेर अनन्तको लागि स्वर्ग पाएपछि कति राम्रो छ भन्ने कुरा जानी पनि त्यही सानो ठाउँ, त्यही साँघुरो ठाउँ, यही रमाइलो, विश्वास नगरिकन यही नै राम्रो छ, पहिलाको परम्परा नै ठिक छ भनेर त्यही रहन चाहन्छ। तर जसरी त्यो नानी बच्चा बाहिर निस्किँदाखेरि अहिलेसम्म अनुभव नगरेको कति ठुलो संसार छ, त्यसरी नै प्रभु येशूमाथि विश्वास गरेपछि कति राम्रो परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ भन्ने कुरा बुझ्नुपर्छ। पवित्र आत्मा परमेश्वर अहिले पनि नयाँ काम गर्न चाहनुहुन्छ। तपाईँ हाम्रो जीवनमा नयाँ काम गर्न चाहनुहुन्छ र त्यसको निम्ति तयार गर्दै हुनुहुन्छ, तयार गर्दै हुनुहुन्छ। अस्तिको आइतबारमा भाइ मनोज र बहिनी रेशमाको विवाह भएको थियो। एउटा यो पनि हेप्निङ, विवाहको अघिल्लो दिन हामीले यहाँ आएर सबै तयार गरेर अनि राति सायद 10:30-11 बजे झन्डै पुगेपछि यहाँबाट हामी सौलमा हामी गयौँ, म र मेरो श्रीमती। जाँदा जाँदै एउटा याद आयो, ला दुलहीको बुके तयार गरेको छैन रहेछ। दुलहीको लागि बुके भनेको यति महत्त्वपूर्ण छ कि विवाहमा दुलहीले चाहिँ ड्रेस लाएर यस्तो फुल बोक्छ नि, त्यसलाई बुके भन्छ। कोरियामा त्यो बुके नभइकन विवाह नै हुँदैन। यति महत्त्वपूर्ण कुरा हो कि त्यो बुके तयार गर्नको लागि हप्ता दिन लाग्छ। त्यो 1 हप्ता अगाडि, कम्तीमा 1 हप्ता अगाडि अर्डर दिनुपर्छ, त्यसपछि मात्र त्यो फुलको डिजाइनरले बनाउँछ। त्यो बुके तयार गरेपछि अनि यो यसमा लाग्ने त्यो फुलहरू चाहिँ त्यो सर्भिसमा त्यतिकै दिन्छ। अनि यहाँ राख्ने फुल पनि यो बोक्ने दुलहीको बोक्ने बुके पनि तयार भएको छैन रहेछ भन्ने कुरा अघिल्लो दिनको राति 11 बजी मात्र हामीले थाहा पायौँ। के गर्ने, एकदम गाह्रो भयो। अनि के गर्ने अनि सबै त्यो म्यापबाट जहाँ खोलेको छ त्यो फुल पसल, फ्लावर सप खोज्दै परमेश्वरले तयार गर्नुभएको, एकदम पवित्र आत्माले तयार गर्नुभएको एउटा ठाउँ हामीले पायौँ। त्यो आन्सानको दोङसान छछि अथवा हायाङ युनिभर्सिटीको त्यो एरिका क्याम्पसको अगाडि एउटा फुलको पसल चाहिँ खोलेको रहेछ। त्यति बेलासम्म हामीले राति 11:30 बजे त्यहाँ फोन गरे र भोलि बिहान 9 बजेसम्म हाम्रो दुलहीको लागि एकदम यो जरुरी कुरा हो, दुलहीको लागि बुके तयार गरिदिनुहोस् र त्यसपछि यहाँ राख्ने फुल 7वटा तयार गरिदिनुहोस् भनेर हामीले अर्डर दियौँ। अनि उहाँहरू पनि एकदम राम्रो लिएर त्यो मानेर हुन्छ हामी बिहानै आएर त्यो सबै तयार गरिदिन्छौँ भनेर भन्नुभयो। अनि म बिहानै 9 बजे त्यो आन्सान हायाङ ड्याफ्टको अगाडि त्यो फुल पसलमा गएर त्यो फुल सबै लिएर आएपछि विवाह गर्न सक्नुभएको। अचम्मको कुरा।
अनि राति 11:30 बजेमा पनि शनिबार त्यो पनि शनिबार राति 11:30 बजे पनि खुलेको फुल पसाउँदो रहेछ। अनि उहाँहरूले पनि अनि हाम्रो अवस्था सबै बुझेर बिहानै त्यो फुल बुखे टुलोइको लागि र फुलहरू सबै बनाइदिनु भयो। पवित्र आत्माले तयार गर्नुहुन्छ। यहोवा इरे परमेश्वरले तयार गर्नुहुन्छ। संसारलाई सृष्टि गर्नुभएको सर्वशक्तिमान परमेश्वर हामीलाई तुरा जस्तै राखी छोड्नुहुन्न। हरेक कुरामा हाम्रो निम्ति भलाइको काम गर्नुहुन्छ। भलाइको काम गर्नुहुन्छ। आजको वचनलाई म अन्त्य गर्न चाहन्छु। परमेश्वर सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। हामीलाई बनाउनु भएको परमेश्वरले सबैभन्दा हामीलाई राम्रोसँग जान्नुहुन्छ। अव्यवस्थामा पनि परमेश्वरको योजना अघि बढ्दछ। परमेश्वरले नथिङबाट समथिङ बनाउने परमेश्वर हुनुहुन्छ। हाम्रो जीवन पनि अहिले नथिङ जस्तो छ, परमेश्वरले समथिङ बनाउनुहुन्छ। पवित्र आत्मा आज पनि परिभ्रमण गर्दै हुनुहुन्छ। परमेश्वरको महान कामको निम्ति परमेश्वरले महान कामको निम्ति तपाईको जीवनमा काम गर्न थाल्नु भएको छ। त्यो कामको लागि पवित्र आत्मा परमेश्वरले अघि तयार गर्नुहुन्छ र उहाँले भलाइको काम गर्नुहुन्छ। उहाँले जे गर्नुहुन्छ हाम्रो निम्ति भलाइको काम गर्नुहुन्छ। हाम्रो जीवनमा असल काम गर्नुहुने हाम्रो सृष्टिकर्ता परमेश्वरलाई हामी धन्यवाद दिन चाहन्छौँ। आजको वचनद्वारा परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस्।